दुबईमा घुम्ने ठाउँहरू त धेरै छन्, तर तीमध्येको एक हो हत्ता ड्याम। अहिले चाहिँ बिहानीको करिब 5 बजेको छ र अहिले उज्यालो पनि भएको छैन बाहिरतिर। किन यति बिहानै हिँडेको भनेर सोच्नुहुन्छ भने त्यहाँ हामीलाई पुग्नलाई चाहिँ करिब 4-4.5 घन्टा लाग्ने भएको कारणले गर्दाखेरि छिटै हिँड्नु परेको। सकलानमा मेट्रो कार्डमा पैसा हाल्न लागेको, सकलान मार्केट नै खोलेको रहेन रहेछ। अब हेरौँ कार्डमा कति पैसा छ, जान मिल्छ कि मिल्दैन, वेट गर्नुपर्ने कि के हो। यो बस कति 5:51 मात्रै आउँदो रहेछ, त्यस कारण 1 घन्टा जति वेट गरियो। त्यसपछि बस लाग्यो। Next stop is Hana Center. अहिले चाहिँ म अल्गुबाईको मेट्रो स्टेसनमा झरिसकेको छु, आइपुगेको छु। अब दाइलाई फोन गरेको, भर उठ्नु भएर उठेर अनि आउनुहुन्छ। त्यसपछि हामी भेटघाट गरेर जानेछौँ। यो चाहिँ अल्गुबाईको मेट्रो स्टेसन। अर्को म के इन्फर्मेसन दिन चाहन्छु भने दुबईमा चाहिँ हरेक भन्छ नि सार्वजनिक पब्लिक एरियामा चाहिँ टोइलेट चाहिँ हुन्छै हुन्छ। फेरि यति राम्रो यति क्लिन हुन्छ नि यहाँको टोइलेटहरू। दुबईको मेट्रो स्टेसनमा चाहिँ ब्लक डीमा रहेछ वासरुम। मैले खोज्दा पाएँ। अनि हुन चाहिँ हुन्छ, पब्लिक प्लेसमा जहाँ पनि हुन्छ। यो चाहिँ एउटा सानो छोटो इन्फर्मेसनको लागि मात्रै हो। दाइ जाइसक्नु भएको छ, उहाँ दाइसँग जाने हो। दाइ यहाँ पछाडि हुनुहुन्छ, दाइ कुन बसमा जाने भनेर चेक गर्दै हुनुहुन्छ। जाने ठाउँको नाम चाहिँ हत्ता रहेछ, पुरा पहाड हो। तपाईँहरूलाई म गएर देखाउँछु। नाम चाहिँ हत्ता रहेछ, हत्ता। रिसर्च करके आया। वो बड़े भैया पहले भी आए थे इधर। फाइनली गाइस हत्ता आइसकेको छ। हत्ता यस्तो छ पछाडि होइन, पुरा यो चाहिँ अब कहाँ के भन्ने यार। यो चाहिँ यो मरुभूमिको पहाडको मरुभूमिको बिचमा छ यो हत्ता भन्ने चाहिँ। अझै हामी जानुपर्ने चाहिँ हत्ता ड्याममा हो, तर यो चाहिँ हत्ता बजार हो होइन। चिया खानालाई जान यस्तो अड्यौँ, तर चिया कहीँ पनि पाएन। फेरि हामी अर्को बसबाट झरेर फेरि अब अर्को बसमा जाँदैछौँ। कतिवटा फेर्ने हो बस पनि, अझ त बवाल भयो त यार। नि बस यो निःशुल्क बस हो। यो हत्ता बस स्टेसनबाट हत्ता ड्यामसम्म सरकारी बसको आरटिए बसमा चढेर आएपछि हत्ता ड्यामसम्म लगिदिने चाहिँ, तर निःशुल्क बस रहेछ। त्यो निःशुल्क बस हामी जाँदैछौँ। अरे उकालो चाहिँ बस पनि यस्तो छ। यहाँनिर दुबईको राजाहरूको फोटो त्यहाँ राखेको छ। देखाउन गइरहेको छु यहाँ के रहेछ भनेर होइन। यही हो हत्ता ड्याम भनेको। यो ड्याम चाहिँ तपाईँको 1990मा यहाँका राजाले बनाएका थिए। तपाईँहरूलाई लाग्ला कि यो जाओ यति ड्याम त हो नि, यो त जहाँ पनि भइहाल्छ नि भन्ने सोच्नु होला। तर दुबई जस्तो ठाउँ, एउटा पानी मरुभूमि भएको पानी नभएको ठाउँमा यत्रो ठुलो ड्याम हुनु भनेको एउटा अचम्म, एउटा आश्चर्यजनक छ। नेपालमा पनि छ, इन्डियातिर पनि छ, अरू ठाउँमा पनि छ, तर यहाँ हुनु चाहिँ यसको छुट्टै भन्छन् नि।
तपाईँहरूले देख्न सक्नुहुन्छ कि यो पछाडिको पुरै चट्टान पहाड हो यो चट्टानले बनेको छ पुरा कडा चट्टान होइन पत्रे चट्टान हो कि अब के चट्टान हो त्यो चाहिँ अब मलाई थाहा छैन पुरै चट्टानकै ढुङ्गा भन्छन् नि ढुङ्गा पनि त्यस्तो त्यो नेपालमा पाउने कि नेपालको त्यो पहाडको त्यो हुन्छ नि एउटा ढुङ्गा त्यो टाइपको छ क्या अनि त्यसले गर्दाखेरि अब यहाँ छुट्टा छुट्टै त भन्छ नि खनिज जस्तै टाइपको अब हुन्छ नि यो हामीले अलिक कमै मात्रामा देखेको कि अब अझ दुबई जस्तो यस्तो ठाउँमा यत्रो पहाडै छ क्या पहाड छ यत्रो अब तपाईँहरूले अघि देखिसक्नु भयो यत्रो ड्याम छ यतापट्टि अनि ड्याममा फेरि पानी चाहिँ अब यहीँबाट आएको हो क्या पानी पनि यो पछाडि देख्न सक्नुहुन्छ यहाँ यस्तो छ क्या यहाँनिर पुरा उता पहाडै पहाड तपाईँहरू रुख बिरुवाहरू भनेको यो तल देख्नुहुन्छ होला तल यो सब मान्छेले लगाएको हो यहाँ मान्छे बस्ती छ यता